हामी आज माई नगरपालिका वडा नम्बर 6 इलाम जिल्लाको एउटा दुर्गम भनेर चिनिने क्षेत्रको वडामा हामी नितान्त फरक आयाममा भेला भएका छौँ। पुस्तक लेख्ने कुरा, त्यसलाई विधि पुर्याउने कुरा, प्रकाशन गर्ने कुरा र त्यसलाई चाहिँ आज हामी विमोचन गर्ने अवस्थामा पुगेका छौँ र हामी त्यस सन्दर्भमा जुटेका छौँ। मलाई लाग्छ नयाँ, नौलो, अनौठो, फरक ढङ्गको लाग्न सक्छ, तर यो चाहिँ यस्तो चिज रहेछ कि कृतिहरू भनेको चाहिँ यो नमरे चिज, बाँचिरहने, कसले गर्यो, कुन समयमा गर्यो, के लेख्यो, के प्रकाशित गर्यो, त्यो सन्दर्भमा हामी जुटेका छौँ। र यो कार्यक्रममा आफ्ना विभिन्न व्यस्ततालाई थाँती राख्दै यो कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई यो आयोजना गर्ने आयोजकको तर्फबाट, कार्यक्रम सम्पूर्ण यो व्यवस्थापन गर्ने सम्पूर्ण टिमको तर्फबाट र म यहाँ उभिसकेपछि मेरो समेत यहाँलाई चाहिँ हार्दिक न्यानो स्वागत व्यक्त गर्न चाहन्छु र मेरो स्वागत मन्त्रीमा यहाँलाई उपस्थित सम्पूर्णलाई स्वागत गर्ने जिम्मेवारी भएको हुनाले यहाँलाई म हार्दिक स्वागत गर्दै मेरो आफ्नो भनाइ व्यक्त गर्छु। धन्यवाद। सम्पूर्ण मानवजीहरू